आमामामा यस्तो बबाल तल्का पिटेको छ, बबालै गरेको छ भन्नुपर्छ। यतिखेर जेरियन टपले चाहिँ राको मात्रै होइन पुरा ज्वालामुखी आएको छ, नेपाल हलिँदैछ हलहरू। के कति करोड कमाइसक्यो त। नमस्ते, म दिल मुस्कान फेरि पनि तपाईँहरूको बीचमा नयाँ भिडियो लिएर आइसकेको छु। अब हामी यस्तो धमाकेदार यस्तो जेरियन टप रोमान्स किङ जो चकलेटी बोय, ओ माई गॉड, के गर्यो यस्तो अनमोल केसीले तल्का पिटिरहेको छ, सबै लाखा पाखा गराइसके। यतिखेर अनमोल केसीले एक्लै यस्तो राज गरिरहेको छ भन्दाखेरि फरक पर्दैन। र साँच्चै अनमोल केसी लगायत भुवन केसी, जसिता गुरुङ, आचल शर्मा, माग्ने बुढा लगायत थुप्रै कलाकारको बिजोड प्रस्तुति रहेको जेरियन टपले आज 8 दिन पूरा गर्दैछ। आजको दिनमा पनि यस्तो धमाकेदार मलाई लाग्छ अस्तिको शुक्रबार शनिबार जस्तै बवाल गरेको छ। पुरै रातो रातो रातो, ओ माई गॉड, के गर्ला जस्तो छ नि। जेरियन टपले यस्तो बवाल मचाएको छ, ओहो हो, के भन्ने यस्तो बवाल नेपाली मुभीले नेपालको भूमिमा चाहिँ यस्तै गर्नुपर्छ। अब हिन्दी फिल्मले चाहिँ आएर अब त्यस्तो देखाएको राम्रो हो कि आफ्नै नेपाली फिल्म नेपालको प्रोडक्टले चाहिँ राम्रो गरेको अति राम्रो होला। तपाईहरुले पनि सायद इमेजिन गर्नुहुन्छ होला। नेपाली फिल्मले यतिखेर तल्का पिटेको छ, हिन्दी मुभीलाई एकदमै लखेटेका छन्, पुरा धुलो चटाइसकेका छन् जेरियन टपले। र वरिष्ठ बलराम, त्यसै गरी मैझारो फिल्म पनि लागिरहेको छ, सोल्टिनी पनि लागिरहेको छ। आजको दिनमा कति कमाए त? लगभग आजको दिनमा जेरियन टपले पनि लगभग 70-80 लाख भन्दा माथि नै कलेक्सन गरेको हामीले अन्दाज गरेका छौं। त्यसो त अझै पनि धेरै हुन सक्छ। त्यसै गरी आजसम्म आउँदाखेरि लगभग जेरियन टपले चाहिँ लगभग 6 करोडको अकडा टेकेको जस्तो लागिरहेको छ कहीँ कतै। विस्तृत कुरा जानकारी त आउन बाँकी नै छ, तर पनि एकदम बवाल अनि तहल्का मचाउँदैछ, दिनदिनै बवाल गर्दै गएको छ। जेरियन टप त्यतिकै टप भनेको होइन, आज टप लेभलमा व्यापार गर्दैछ। दर्शकबिन तपाईहरुले पनि हेर्नु भएको होला। जेरियन टपमा त्यसै भुवन केसी है, अनमोल केसी बाउ छोराले तहल्का पिटे है, माग्ने बुढाको एउटा मामाको रोलमा है, यस्तो कमेडी, त्यसै कमेडियन बवालै छ नि। ओ माई गॉड, एक दिन अप्सन छैन के सर। जुन दिन चल्यो हैन, चलेदेखि लगातार एकदमै हल्का हल्का कहिले कहिले हैन त्यस्तो भयो। आइतबार जस्तै आइतबार सोमबार त्यस्तो भयो, मंगलबार बुधबारदेखि यस्तो धमाकेदार है, रातो 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 यस्तो बवाल गर्यो। लगभग यो फिल्म ब्लकबस्टर हुन्छ भन्ने पक्का पक्की छ। त्यसो त फिल्म अब चलिरहेको छ, नयाँ फिल्म आइरहेको छ, तर अब बाँकी नै छ हेर्न पर्ने। त्यसैले आजको भिडियोले तपाईहरु माझ पुर्याउँदैछ भने तपाईले भिडियोलाई हेर्दै हुनुहुन्छ भने म दिल मुस्कान मेरो च्यानललाई पनि तपाईले सब्स्क्राइब गर्नु, चेकआउट गरिदिनु होला। र अरु नयाँ भिडियोहरु पनि आउनेछ र पुरानो भिडियोहरु पनि तपाईले हेर्न सक्नुहुन्छ। र कस्तो लाग्छ त्यसै प्रतिक्रिया दिनु होला भन्दै म बिदा हुन चाहन्छु। लास्टमा तपाईले मेरो च्यानललाई प्लिज सब्स्क्राइब गरिदिनु होला। सब्स्क्राइब गरेको पैसा लाग्दैन र साइडमा रहेको बेल घण्टीलाई पनि दबाउनुहोस्, अलमा राख्नुस्, ताकि तपाईहरुको मोबाइलमा नोटिफिकेसन आउनेछ र तपाईले मेरो नयाँ भिडियो हेर्न पाउनुहुनेछ भन्दै म बिदा हुन चाहन्छु। नमस्ते, बाय बाय, हैव अ गुड टाइम।